एउटा भोट त तपाईँसँग पनि थियो। यस्तो छ भोट हाम्रो भन्दा पनि म पनि उपाध्यक्ष लुगाउनु पर्दैन, म पनि उपाध्यक्ष र हाम्रो टिमको सल्लाह भएको थियो। हाम्रो 10 गते सल्लाह हुँदैन, 11 गते चाहिँ हामी जाने, 12 गते हामी बिहान चाहिँ 12 गते जाने, 13 गते चाहिँ चुनाव लड्ने। चुनाव लड्ने जे हुन्छ रिजल्टलाई त स्वीकार्नु पर्यो नि, त्यो त आफ्नो प्रोसेसमा गइहाल्छ। जनमत त स्वीकार्नु, जनमत होइन, यो त कस्तो भने अलि चुनाव भने उहाँले भने उहाँहरूकै वरिष्ठ उपाध्यक्षले भन्नुभयो एउटा प्रेस मिटमा, हामी क्लबहरूलाई राखेर सल्लाह गर्नु त भएन नि त उहाँले। अलि चुनाव जुन अलि इलेक्सन भन्ने कुरा त हाम्रो त सानसभा ऊदेखि त अझै 4 महिना 3 महिना बाँकी छ नि, छैन र भने होइन। 3 महिनापछि तद अनुसार हो नि त होइन। अब त्यसमा पनि झुटो बोलेर उहाँले गर्नु ल ठिक छ अब लड्ने भयो लड्ने भनेर हामी पनि तयार भयो। तयार भइसकेपछि के भइदियो भने तपाईँको 11 गते हामी 10 11 12 11 गते राखेपाको चिठी आयो होइन, पत्र आएर अब एन्फा निलम्बन भन्ने कुरा आयो। अब सरकारसँग त हामी उहाँले पो सरकार मान्नु भएन, कानुन मान्नु भएन, हामीले त मानिदिनु पर्यो। अवैधानिक चुनाव हामी किन लड्छौँ फेरि, वैधानिक ल्याउनु पर्यो नि त होइन। त्यो भएर हामी रोक्यो कि हामी हिजो कोटेश्वरमा खाथ्यो, कोटेश्वरमा त्यो एन्फालाई गर्न गाली गर्न त्यो गर्न होइन कि हामीले चाहिँ यसरी जानुपर्छ नि सिकाएको उहाँलाई अलिकति फुटबलको बारे राजनीतिको बारे अलि चेतना हुन्छ कि फुटबलको बारे सिकाएको कि त्यो उहाँहरूको एगेन्स्टमा निकाले होइन। यसरी सरकारले रोक्यो। अवैधानिक चुनाव हाम्रो कोहीको पनि पार्टिसिपेट हुँदैन।